पर्सनल ट्रेनर चाहिँ तपाईँहरूले राख्नुहोस्। फर्स्ट टाइम जिम जाँदै हुनुहुन्छ अथवा चाहिँ गइराख्नु भएको छ भने वेट लस जर्नीमा चाहिँ तपाईँलाई पर्सनल ट्रेनरले एकदमै हेल्प गर्नुहुन्छ। मैले चाहिँ सजनाको थ्रु सबिन दाईलाई भेटेको थिएँ। सबिन दाईले चाहिँ मलाई अनि सञ्जोबको बारेमा जो चाहिँ मेरो पर्सनल ट्रेनर हुनुहुन्छ उहाँलाई चाहिँ रेकमेन्ड गर्नुभएको थियो। उहाँ जिमको ट्रेनर चाहिँ होइन, तर हि हेभ भेरी गुड नलेज अबाउट द फर्म्स, न्युट्रिसन्स एन्ड एभ्रिथिङ। अनि मेरो ट्रेनरलाई चाहिँ मैले हरेकचोटि चाहिँ के खाएँ भनेर सबै फोटो पठाउनुपर्छ। ट्राभल गर्दा पठाएको थिइनँ नि, अब त म आइसकेँ नि त नि, एक्स्ट मी कि पठाउनु भनेर। अनि बिहान चाहिँ मैले भटमासु सनेर खाएको थिएँ, अन्त सोचेँ ओट्स खाएँ अनि केही पनि खाएन, स्याटरडे नि त। अनि 7:30तिर कल टु मी एन्ड तपाईँको खानेकुरामा प्रोटिनै छैन भन्नुभयो। अनि मैले त चिकन र एग नै किनेको छैन, बाहिरै निस्किन मन छैन भनेको नि लाइक आउनु सँगै गएर किनौँ भनेर हि ड्र्याग मी के। आई थिङ्क नट ओन्ली द फर्म्स बट अल्सो न्युट्रिसन एन्ड फर द एडिसनल मोटिभेसन के ट्रेनर्सहरू चाहिँ पर्सनल ट्रेनर इज भेरी इम्पोर्टेन्ट।